अस्ति मैले चटपटे बनाएर लगाएको भिडियोमा चाहिँ कमेन्ट आएको थियो चाउचाउ चाहिँ किन नलाउनु भएको भनेर। यसको उत्तर म दिनेछु, तर भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दिनु होला। सो हेलो एभ्रीवन, वेलकम टु माई मिनी ब्लग। मलाई चाहिँ थाहा नै थिएन कि राति पानी परेको थियो भनेर। म चाहिँ बिहान उठेर यसो हेरेको पानी परिरहेको रहेछ। पानी त चाहिएको छ, तर चाहिएको जति पानी पर्नु सकेको नै छैन। अनि म चाहिँ बिहान उठेर मुख धुनु भन्दा पनि आफ्नो काम के हो त्यो गरिहाल्छु। बिहानको आफ्नो काम चाहिँ सकियो भने ढुक्क हुन्छ नि त। अनि यता चाहिँ मेरो छोरीले भैँसीलाई घाँस दिँदै रहेछ। मम्मी भैँसीले घाँस खायो भन्दै खुसी हुँदै नाचिरहेको छ। बच्चाहरू चाहिँ सानो कुराले पनि खुसी भइहाल्ने कि। अनि मैले चाहिँ प्राय ब्लगमा चाहिँ सब्जी टिपेको भनेको यही घिरौला टिपेको लगाइरहेको हुन्छु। अब अहिले चाहिँ सब्जी हुने भनेको यही हो, अनि म चाहिँ प्राय यही टिपिरहेको हुन्छु। अब आफ्नो घरमा जे फलेको छ त्यही त हो नि देखाउने भनेको। अनि आज चाहिँ मलाई घिरौलाको मुन्टाको सब्जी खानु मन लागेर मैले चाहिँ टिपे। हामीले चाहिँ प्राय राइस कुकरमा नै भात बसाउँछौँ, तर आज चाहिँ धेरै दिन पछाडि मैले चुलामा नै भात बसाएँ। अनि बिहान उठ्नु बित्तिकै खाली पेटमा पानी खाने बानी कसको छ कमेन्ट गर्नु होला। अनि तपाईहरुले मेरो ब्लग हेर्नुहुन्छ भने एउटा कुरा नोटिस गर्नु भएको छ कि छैन, मेरो अगाडिको ब्लगहरुमा चाहिँ म अलिक छिटो छिटो बोल्थे। अनि मेरो भिडियोहरुमा कमेन्ट पनि आएको थियो सिस अलिक ढिलो बोलेर लगाउनु न भनेर। अनि मैले आफैले पनि महसुस गरेको छु कि यो ब्लगमा चाहिँ भोइस रेकर्ड गर्दाखेरि छिटो छिटो बोल्दा कति धेरै बिग्रिरहेको हुन्छ। अब 2 मिनेटको ब्लगमा भोइस रेकर्ड गर्दाखेरि झनै 2 घण्टा नै लाग्छ। अनि ब्लगमा भोइस रेकर्ड गर्दाखेरि चाहिँ बोल्दा बोल्दै बिग्रिन्छ, अनि के बोल्ने भनेर पनि कन्फ्युज हुन्छ के। त्यही भएर मैले चाहिँ अबदेखि चाहिँ अलिक स्लोमा भोइस रेकर्ड गर्न थालेको छु। अनि अब कुरा गरौँ अस्ति मैले चटपटे बनाएर लगाएको भिडियोको बारेमा। त्यो भिडियोमा चाहिँ कमेन्ट आएको थियो चाउचाउ चाहिँ किन नलाउनु भएको भनेर। मैले चाहिँ चाउचाउ चटपटेमा जानेर नै नलगाएको हो, किनभने चाउचाउ भनेको हामीले घरमा प्राय खाजाहरूमा खाइरहेको हुन्छौँ हैन। त्यही भएर मलाई चाहिँ चाउचाउले वाक्कै भएको थियो। तर मैले चटपटेमा चाहिँ चाउचाउको सट्टा भुजिया लगाएको छु। मलाई चाहिँ चटपटेमा चाउचाउ लगाएर खानु भन्दा पनि भुजिया लगाएर खानु एकदमै मिठो लाग्छ, किनभने भुजियामा भनेको चाहिँ अमिलो पिरो ती हुन्छ, अनि बदाम मटरहरू पनि ती मिसेको हुन्छ नि त। हुन त आफ्नो आफ्नो रोजाइ हो। अनि यता चाहिँ मैले 1 बोटा जति लुगा धोएर सुकाए। अनि अर्को खुसीको कुरा, मैले चाहिँ हिजो ब्लग लगाएको थिएँ। त्यो ब्लग चाहिँ तपाईहरुले यति धेरै मन पराइदिनु भयो, यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद। अनि म चाहिँ एकदमै खुसी छु, किनभने यो ब्लग बनाउनु पनि एकदमै मेहनत गर्नुपर्छ नि त। मेहनत गरेको कुरामा चाहिँ सफलता मिलेन भने आफूलाई एकदमै दुःख लाग्छ। यसरी नै तपाईहरुले चाहिँ अझै मेरो भिडियोहरुलाई माया अनि साथ सपोर्ट गर्दिराख्नु होला। यो कुराले चाहिँ अझै धेरै मलाई भिडियो बनाउनुमा हौसला मिल्नेछ। अनि मेरो आइडीलाई फलो पनि गर्दिनु होला। यति भन्दै तपाईहरुलाई आजको मेरो ब्लग कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट शेयर गर्दिनु होला भन्दै भेट्ने छ अर्को ब्लगमा। ओके बाई।